हेलो नमस्ते छड्के सलाम फनी गाइज भ्लगमा हजुरहरु सबैलाई स्वागत छ हैन। म अहिले मर्दी हिमाल ट्रेक 3 दिनको ट्रेकको लागि पोखरादेखि अहिले चाहिँ मोटरसाइकलमा यहाँ प्रितम देउरालीमा आइपुगेको छु। अब यहाँ चाहिँ नि हामीले एउटा होटलमा दुईटा मोटरसाइकल पार्किङ गरेर हामी 4 जनाको टोली चाहिँ यहाँबाट चाहिँ अब हिँड्न थालेछौं। अब यहाँबाट आज हामी चाहिँ लो क्याम्पसम्म पुग्ने भनेर चाहिँ भनेको छ। हेरौं कति सक्छ। किप वाचिङ माई भिडियो है त। यो लान्द्रुक एबीसी को रुट हैन। अब यो फरेस्ट क्याम्प भनेर भनेको छ यी मर्दी रुट। अब यहाँ हुँदै अब सानसाना होटलहरु क्याम्पहरु टन्नै छ यतातिर है। भरे के उपाय लाने यतातिर आएर बस्न पनि सक्नुहुन्छ भोलि पर्सि आउने बेलामा। नमस्ते। कपडा धुनु भएको? ल यात्रा सुरु भयो। यो बोलिराखेको मान्छे चाहिँ मै भइहाले हैन। अरु एकजना यहाँ अगाडि, दुईजना केटाहरु अगाडि बढिसके ह। 4 जनाको हाम्रो एकदम सर्ट टिम छ, सानो टिम। प्रितम देउरालीबाट उकालो लागियो। अलिकति जंगलको बाटो। अब यहाँबाट चाहिँ हामी 6-7 घण्टा जति हिँडेपछि लो क्याम्पसम्म पुग्ने भन्ने चाहिँ छ। अब हाम्रो गाइडहरुको चाहिँ सूचना हामी अहिले ठ्याक्क 1:30 भयो। के भन्छ रे यो नेपाली स्वर रुपियाँ एउटा भन्दै चलिरहेछ उकालो जंगलको बाटो है। चट लाएर लड्दै पड्दै जिन्दगीको पहिलो अनुभव पनि हो ट्रेकिङको है। पुरानो बुढाहरु रहेछ यहाँनिर। दो बाटो छ यहाँ। कुन बाटो होला जानी? सामान्य रूपमा यहाँ चाहिँ दिएको छ रुट म्याप चाहिँ हैन। कहाँ कसरी जाने भनेर। यहाँबाट गएपछि यता बाटो चाहिँ अहिलेसम्मको चाहिँ राम्रै छ। अलिअलि त्यसो उकालो यो धम्पुस हुँदै पोथाना प्रितम देउरालीको रुट चाहिँ सबसे बेस्ट रुट हो रे चाहिँ उता मर्दी हिमाल जाने भनेर हामी पहिल्यै गइसकेको 2-4 जनासँग चाहिँ सल्लाह सुझाव लिँदाखेरि त्यसो भनेर हामी चाहिँ यो बाटो चाहिँ आज रोजेर हिँडिरहेछौँ। उहाँजीलाई यसो फेसिलिटी दिने भनेर यहाँ आफूले पुरै आफू त पोटर भइयो नि त। यहाँ त के भन्ने त्यो पैसा नपाउने पोटर के पैसा नपाउने पोटर भइयो। पैसा नपाउने ल चल्दैछ ट्रेकिङ है। एकजना पछाडि हरायो। अब खोइ दिशा पिसा के होला जंगलमा। हामीले साथी पनि भेटौला जस्तो भयो त है। टोली ठुलै टोली रहेछ यहाँनिर। ल उहाँहरु चाहिँ झापाबाट रहेछ, हामी चाहिँ स्याङ्जाबाट हो। भरे माथि चाहिँ कता लो क्याम्पमा कता गएर दोरी खेल्ने भन्ने कुरो गरिराख्नु भयो। भेट हुन्छ भरे हाम्रो दोरीमा। स्याङ्जालीले नभन जाली। हाम्रो एकजना चाहिँ पछाडि छोडिएछ है। फेरि अलिकति चाहिँ उकालो बाटो चाहिँ आयो हैन। अब हामी सुरु गरेपछि अहिलेसम्म चाहिँ अलिकति तेर्सो हिँड्दै थियौँ। हामी चाहिँ लगभग चाहिँ 2 किलोमिटर जति त हिँडिसक्यो होला हैन। मोटरसाइकल राखेको ठाउँबाट वहाँ प्रितम देउरालीबाट। अब यहाँ आएपछि अलिकति उकालो गाह्रो होला जस्तो यहाँ चाहिँ। होटल ग्रीन भ्यू लभली भ्यू पोइन्ट गौडा भनेर छ है। यो गौडा यहाँनिर आएपछि ग्यास पनि बोकेर हिँड्दा छ है। अब टेन्टहरू राति सुत्न पनि यहाँ यस्तो रहेछ व्यवस्था। होटल राम्रै छ कि जस्तो लाग्छ भित्र बस्छु। अब यहाँबाट भ्यू पोइन्ट अलिकति भ्यू देखाइदिन पर्यो। ल लभली हिल। अब यहाँबाट चाहिँ घान्द्रुकलाई के भन्छ अरे गुरुङ भाषामा? कोडा त सिक्लेस हो यार। ये घान्द्रुकै हो क्या?
घान्द्रुकको अप्ठ्यारो बाटो भनेको यो घुम्तीहरू छ नि त्यति हो क्या त्यही अप्ठ्यारो छ यो पारी देखेको चाहिँ घान्द्रुक होइन त म अलिकति जुम गरिदिन्छु अरू बाटो क्लियर छ यो घुम्ती जति यो चाहिँ घान्द्रुक हो है माथि चाहिँ हाम्रो अब यो मर्दी हिमाल ट्रेकको यो गौडा माथि चाहिँ लभली हिल भन्ने ठाउँबाट देखिन्छ अब अझै यो सकिएपछि म अर्को अलिकति जुम गरेर यहाँ देखाइदिन्छु यतातिरको भ्यू कहाँ देख्छ यो प्रितम देउराली पनि देख्दो रहेछ यहाँबाट त यो तलतिर कता कता मैले बेसो पाउँदिनँ होइन यता देखेको त्यो त्यो चाहिँ अब प्रितम देउराली हाम्रो मोटरसाइकल चाहिँ हाम्रो यहाँनिर छ है हो योमा ल प्रितम देउरालीबाट चाहिँ लगभग पौने 2 घन्टा हिँडेर एउटा भन्ज्याङ जस्तो ठाउँमा आइपुगेछ अब हल्का चिया कफी होइन यहाँनिर यहाँ छ चिया कफी चटपट समोसा तरकारी ल यो समोसा है अन्डा अब कफी पनि छ चिया पनि छ हाम्रो साथीभाइले यहाँ पुरै व्यवस्था गरेर राखेको थिएछ अब हाम्रो साथी यो ठाउँलाई के भन्छ अरे साथी यसो भनिदिनु त यो पानी खर्क यो तल हाम्रो चाहिँ प्रितम देउरालीबाट कति किलोमिटर हो यहाँ प्रितम देउरालीदेखि लगभग त्यो पौने 4 किलोमिटर हामी पोखरी यहाँको हाइट चाहिँ 2470 ए 2470 हो यो हामी चाहिँ माथि चाहिँ बेस क्याम्पसम्म पुग्यो भने कति हो हाइट बेस क्याम्प हजुर होइन बेस क्याम्प त भोलि जाने नि हामी भोलि लो बेस क्याम्प त 4500 होइन त ल धन्यवाद है त ल यो खाल्टे पोखरी हो कि केबाट चाहिँ ए पानी पोखरीबाट चाहिँ उकालो लाग्यो अब चाहिँ बाटो अलिकति तेर्सो हो कि भन्ने चाहिँ लाह अब साथीभाइले अलिकति स्पिड बढाउँछ कि जस्तो मानिरहेको छु मैले है अहिलेसम्म लगभग चाहिँ 2.5 घन्टा चाहिँ हामीले बिताइसक्यो यो 4 किलोमिटर आउने बेलामा अझै 5 किलोमिटर जति छ भन्ने चाहिँ छ कुरो आइपुग्यो पानी पोखरी आइसक्यो 2 घन्टा पुग्नु चाहिँ हो 2 घन्टामा ल धन्यवाद जङ्गलको यात्रा यो अब यहाँको बुटाहरू चाहिँ होइन निकै पुरानो छिप्पिएको चाहिँ गुराँसको बुटाहरू हेर्दै मजा लाग्ने आनन्दको जङ्गल ल जङ्गल हिँडिसकेपछि अर्को यहाँ उज्यालो ठाउँ भन्ज्याङ जस्तो ठाउँमा आइपुग्यो यो मर्दी ट्रेकको बिच बाटोमा ल यस्तो छ यी सायद यो होमस्टे सानसाना होटेल यही होला है अर्को चाहिँ बिसौनी है त यो यस्तो मजाको यो फोहोर राख्ने ठाउँ हेर यस्तो मजाले बनाएर सानो घर यति सफा छ चिटिक्क परेको यहाँ आइपुगेछ फेरि यता पनि छ यो मर्दी भ्यू के भन्दो रहेछ यो चाहिँ है के क्याम्प र यो फरेस्ट क्याम्प ए यो फरेस्ट क्याम्प जाने बाटो चाहिँ देखाएको रहेछ ल एकजना चाहिँ ट्रेकर हिँड्दैछ गन्तव्यतर्फ ल के छ पार्टी हो कस्तो हुँदैछ ट्रिप गजब रमाइलो भइरहेछ नि बाबा के छ कान्छा एकदम ठिक छ ट्रेकिङ एकदम बस अहिलेसम्म चाहिँ एकदम इन्जोय गरिरहेछ नि होइन एकदमै रमाइलो भइरहेछ गलत त आएन यता हकीको त हो यता मास्तिर हो फरेस्ट क्याम्प हामी चाहिँ यता मास्तिर लाग्नुपर्ने हुन्छ अब केटाहरूले चाहिँ इन्जोय गरिरहेको छ अहिलेसम्म भेरी गुड यार गोरु जुरे हो कि गोरी जुरु हो हामी चाहिँ तेर्सो लगाउँ होला होइन त यतै देखाएको छ के अरे एरो सिग्नल यतै छ 400 तर भन्नै पर्ने कुरा चाहिँ पोथना हुँदै आएपछि चाहिँ प्रितम देउराली हुँदै आएपछि चाहिँ यो ट्रेक चाहिँ साह्रै उकालो चाहिँ हिँड्नु पर्दैन रहेछ त्यही चाहिँ खुसी लाग्यो करिब चाहिँ 3.5 घन्टा 4 घन्टा हिँडिसक्दा अब अलिअलि यो जङ्गलमा साँझ परे जस्तो पनि चाहिँ अनुभूति भइरहेछ होइन यता फरेस्ट क्याम्प लो क्याम्पतिर पुग्न लाग्दैखेरि अब साथीभाइहरू पनि टन्नै भेटियो यो जङ्गलको बाटोमा जन्ती ल अब यो
फरेस्ट क्याम्प र चाहिँ लो क्याम्प नजिक हुँदै जाँदाखेरि साथीभाइहरू बाटोमा थप्पिँदै ल हिँड्नुहोस् बिस्तारै हिँड्नुहोस्। ल मुसलबारी एउटा चाहिँ यसो रेस्ट गर्ने ठाउँ चाहिँ यस्तो राम्रो। हामी चाहिँ रेस्ट गरेनौँ किनभने बाटो त्यार्सो छ। हामी चाहिँ सकेसम्म चाहिँ आज लो क्याम्प पुग्ने भने मात्र पुग्ने हो, त्यहाँ गाडी आउँछ। साथीको चाहिँ अब यहाँ त खुट्टाको अलिकति प्रब्लम भएछ बिच बाटोमा, अनि फ्लेक जोन अलिकति पेन किलर। तपाईँ एक्लै हो कि साथीभाइ? साथीहरू 2 जना गइसक्नु भयो अघि। ए त्यही भएर तपाईँ अलिक स्लो हुनुभयो, नत्र एउटा लिएर जाने भए जानु एक्स्ट्रा बाटोमा। ल हामीले बाटोमा चाहिँ हाम्रो पनि अब खुट्टाहरू अब हाड जोड्नेहरू दुख्न सक्छ, जोइन्टहरू भनेर चाहिँ यो फ्ल्याग जोन चाहिँ हालेको थियौँ घरबाट। हामीलाई चाहिँ अहिलेसम्म त्यस्तो दुखेको छैन किनभने हामी त्यति धेरै पनि हिँडेको छैनौँ। एकजना साथीलाई चाहिँ यहाँ बाटोमा काम लाग्यो क्या, बिचरा 2 जना साथीले अगाडि छोडेर पनि गइसकेको रहेछ क्या उसलाई होइन। अनि हामीसँग एकदम सिरियसली उसले चाहिँ तपाईँहरूसँग पेन किलर छ भनेर चाहिँ माग्यो होइन। ठ्याक्कै हामीसँग पनि थियो, हामीले दियौँ, रमाइलो खुसी लाग्यो हामीलाई पनि होइन। बाटोमा ट्रेकिङमा बिचमा अरूलाई सहयोग गर्न पाउँदाखेरि निकै मजा लाग्यो। यो चाहिँ वे टु लान्द्रुक है, यहाँबाट तल चाहिँ लान्द्रुकतिर जाने रहेछ। हामी चाहिँ फेरि अब यता यो ठ्याक्कै दो बाटोमा आइएछ। हामी चाहिँ फरेस्ट क्याम्प चाहिँ नजिक आइपुगिसकेछ है भाइ। फरेस्ट क्याम्प 2 जना साथीहरू निकै अगाडि बढिसक्यो, त्यहाँदेखि अलिकति आराम गर्ने ठाउँ छ क्या त्यहाँनिर, केटाहरू त्यहाँ छ कि सायद। हामी चाहिँ अलिक स्लो भयो क्या, अलिक स्लो भयो। हामी चाहिँ सोलो ट्राभलर हो कि भने जस्तो। अब हामीले कोही त 1-1.5 घन्टामा त तपाईँहरू लो क्याम्पसम्म पुग्छ भनेर भनेको छ होइन। हाम्रो आजको टार्गेट भनेको चाहिँ डेस्टिनेसन भनेको हामीले बनाएको चाहिँ लो क्याम्प नै हो है। हेरौँ केटाहरूले चाहिँ 100 को स्पिडमा हानेर यहाँ आएर यो मर्दी गेट एन्ड रेस्टुरेन्ट है होटेल यहाँ आएर पर्खेरहेछ है हामीलाई होइन हो र। लगभग गन्तव्यको नजिक आइपुगेछ आज होइन। फरेस्ट क्याम्पमा आइसकेपछि चाहिँ एउटा यो रामेन लिएर थियो डब्बाको, यहाँ यसो अलिअलि सहयोग माग्ने भनेको सबै चिज यहाँ पैसा लाग्ला जस्तो रहेछ, महँगो ठाउँहरू होइन। अब यो चम्चा पनि उताबाट ल्याइएन, यो हातैले। ल फरेस्ट क्याम्पमा चाहिँ बस्ने कि भन्ने थियो, यहाँ चाहिँ होटेलहरू पनि टन्नै रहेछ होइन। धेरैजना होटलवाला साथीहरूले यतै बस्नुहोस्, आज तपाईँहरू लो क्याम्पसम्म गएर खासै काम छैन, भोलि जसै तपाईँहरू हाई क्याम्पमा बस्नै पर्छ, आज यतै बस्नुहोस् भन्नुभएको थियो। तर हामीले उतै होटेललाई फोन गरिसकेको भएर हामी चाहिँ उहाँसम्म पुग्ने चाहिँ प्रयास गर्ने भइयो। आज लो क्याम्पसम्म चाहिँ जसै जाने निर्णय गरिएर बाटो लाग्यौँ है त। फरेस्ट क्याम्पबाट दुःख गरेर यो के अरे रेस्ट क्याम्पसम्म चाहिँ आइपुग्यो है। हामीबाट चाहिँ बेलुकापख हिमालको भ्यू चाहिँ निकै मिठो आउँदो रहेछ। माछा पुछरी त यहाँ त अगानमै आङ्गनामा माछा पुछरी आङ्गनामा भनेको यही होला। हेरौँ त होटेल रेस्ट क्याम्प सी 2 जना साथीभाइहरू भेट भयो। साँझको ठ्याक्क 6:38 गयो होइन। तल चाहिँ रेस्ट क्याम्प र फरेस्ट क्याम्पबाट हिँडेको हामी 2 घन्टामा लो क्याम्प पुग्छ भनेको थियो। यहाँ बिच बाटोमा एउटा सानो कटेरोमा यही यसरी आयो।
खास राति राति त नुहाइने पनि हुन्थ्यो तर हामी यहाँबाट चाहिँ नि लो क्याम्पसम्म जान पाएदेखि भोलि फेरि दिनभरि रेस्ट गरेर पर्सि फेरि दिनभरि हिँड्नुपर्ने हुन्छ त्यही भएर ल रातिको ट्रेकिङ यस्तो हुँदैछ होइन अब लो क्याम्प जान आँटेपछि किन भोलि चाहिँ अलिकति रेस्ट गरेर पर्सि फेरि सर्लक्कै हाई क्याम्प बेस क्याम्प पुगेर फर्किनु पर्ने हुन्छ त्यो भएर आज बल गरेर हामी चाहिँ लो क्याम्पसम्म चाहिँ गइदिनु लाग्यो फेरि हाम्रो होटेल पनि चाहिँ त्यहीँ बुकिङ छ त्यहीँनिर त्यही भएर राति राति हिँड्दैछौँ हामी 4 जना कोही पनि नहिँदो रहेछ अलिकति जङ्गल रहेछ मान्छेहरू डराउँदो रहेछ तर हामी भनेको नि तमु पसे हो क्या जे पाइदिन्छ हामी डराउँदैनौँ क्या यो फरेस्ट क्याम्पबाट लगभग 3 घन्टा हिँडेर चाहिँ यो लो क्याम्प भन्नेमा आइयो निकै चिसो रहेछ निकै थकाइला लो क्याम्पको चाहिँ एउटा के भन्छ यहाँ रेस्टुरेन्टमा चाहिँ आइपुग्यो खाना पिना अब खाइन्छ यहाँ यहाँ चाहिँ यस्तो ठाउँमा चाहिँ अब यो लो क्याम्पको चाहिँ एउटा होटेल हामीले एउटा फोन गरेर बुकिङ गरेका थियौँ होइन यहाँ सिस्टममै साथीभाइहरू यस्तो छ है अब साथीभाइ सबै यता पनि छ बसाइ यस्तो छ है लो क्याम्पको अब भोलि हाई क्याम्प गरेर बस्ने भात खाउँ भनेको यहाँ लो क्याम्प आएर अब कालो चिया टकाएर दियो खानै पर्यो अब यो लो क्याम्पमा आइसकेपछि त यस्तो रमाइलो भयो यहाँ त यो एकातिर खाना कुर्दै गरेको एकातिर ज्यान तताउँदै कि यस्तो चिसो छ मौसम ल खाना आयो है भेज खाना